भर्खरै हामीलाई लुटियो राम्रो मुखले भन्नु कि आन्टी हैन राम्रो मुखले भन्नु Hi guys, good morning, welcome to my new vlog YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। तपाईहरुलाई कस्तो छ के गर्दै हुनुहुन्छ? म चाहिँ यस्तै छु। आजको भ्लग स्टार्ट हुन्छ मेरो घरदेखि। I hope सबैजना सन्चै हुनुहुन्छ होला। ए बु के गर्दैछ तिमी? तिमीले आज के गर्यौ? पढ्यौ तिमी? सबैभन्दा घरमा के कसको माया मान्छौ? मुको ठुल्जादी हो मेरो माया मान्छौ कति मान्छौ अनि घरमा अरूको कसको माया मान्छौ तिमीले कसको माया मान्छौ भन न यो चाहिँ मेरो घरबाट देखिने दृश्यहरू हो यो चाहिँ सुर्खेत अनि म आजको प्लान के हुन्छ त्यो थाहा छैन तर कता कता गइन्छ त्यो बिना प्लान जहाँ जहाँ गइन्छ त्यहाँ त्यहाँको देखाइन्छ है त जुन तपाईहरुले अगाडिको ब्लगमा जुन हेर्नु भएको थियो नि उ त्यो डाँडा हो उ त्यो डाँडामा सरर गएर अस्ति भर्खर तपाईहरुले सुर्खेत भ्याली सबै देखाइएको थियो र अहिले चाहिँ गर्मी चाहिँ लास्टै बढेको छ है सुर्खेतमा तपाईहरुको गाउँतिर पनि यस्तो आउँछ कि आउँदैन रङहरु दिएर अनि पुरानो सामानहरु चाहिँ दिएर कहिले पैसा दिन्छ कहिले खानेकुराहरु चाहिँ दिन्छ तपाईहरु गाउँतिर छ कि छैन यस्तो आउँछ कि आउँदैन हामी चाहिँ जाँदैछौँ रेडियो नेपालतिर अस्ति भनिरहेको थिएँ नि त तपाईहरुले मैले बिना प्लानको जाँदैछौँ र आज चाहिँ प्लान भेटियो हामीहरूको टार्गेट पनि भेटियो हामी रेडियो नेपालतिर जाँदैछौँ हजुरहरू पनि टक्क कस्तो छ रेडियो नेपाल हामी एकछिनपछि देखाउनेछौँ हजुरहरूलाई केटाहरू चाहिँ 4 जना अगाडि हिँड्दैछन् म चाहिँ भिडियो गराउँदै हिँड्दैछु एकटा हाई बनाउने यार तिमीहरु पनि यार के हो यार हामीहरु चाहिँ कहाँ जाँदैछौँ गरे हामीहरु चाहिँ कहाँ जाँदैछौँ गरे अहिले हामीहरुको यो चाहिँ अहिले सुर्खेतको एकदम चर्चित ठाउँ हो यहाँ चाहिँ तपाईहरु घुम्न आउन सक्नुहुन्छ यहाँ चाहिँ जोडी विशेष गरी जोडीहरुको लागि चाहिँ एकदम प्रचलित ठाउँ हो यो डेटिङ बस्न आउन सक्नुहुन्छ गाइस ल तपाईहरुलाई कस्तो लाग्छ अहिले एकछिन पछि देखाउँछु तपाईहरुलाई भ्लग बनाउने तरिका थाहा छैन केटा सिकाइदियो त मलाई अब मलाई सिकाइदियो न यार कसरी समाजन यार स्त्री समाजन सिकाइदियो काम कर 200 रुपैयाँ दे और 50 रुपैयाँ काट ओभर एक्टिङ के वजह मलाई केही थाहा छैन हरिशेर न फेरि पागल फेरि मी कहाँ ल्याए जस्तो केटा ए यसलाई चिन्नुहुन्छ तपाईहरुले यसलाई चिन्नुहुन्छ भने चाहिँ कमेन्ट गर्नु ल यसको दाढी हेर्नु दाढी हामीहरुको भिडियो पनि आउँदैछ तपाईहरुले त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ उलाई चाहिँ हामीहरुले अब सबैलाई भनौं न त्यहाँ गएर भिडियो पनि आउँदैछ लाइक गरिदिनु होला तपाईहरुले हेर्नु होला रेडियो नेपाल चाहिँ हामी विशेष गरी किन जान लागेको भने चाहिँ रेडियो नेपालको सुन्दरता नै फरक छ कि त्यहाँको हैन छ कि छैन त्यहाँ हरियाली विशेष गरी डेटिङ जोडी जाने गर्छ हेर्न पाइन्छ जोडी जाने गर्छ तर सेतो सेतो फुलहरु चाहिँ तालबरेनहरुका जोडी फुलहरु चाहिँ हामीले भिडियोमा देखाउँछौं सबै फुल छ विशेष गरी त्यहाँ अलि अनेक ठाउँमा अलिकति अनेक कला र संस्कृति हेर्न पाइन्छ मेन गरी नेपाल के छ भन्ने कुरा हेर्न पाइन्छ ल बेस घण्टाहरु बनेको यहाँ यो है घण्टाहरु हैन रेडियो नेपाल आज रेडियो नेपाल घण्टाहरु बनेको यहाँ यो है घण्टाहरु हैन रेडियो नेपाल आज रेडियो नेपाल ओ वाह ल सिंगर हरिश ल नेपाल कुमार सागर अब एउटा गीत गाइदिनु त दीपक भाइले आज गीत गाउँदै हुनुहुन्छ एउटा गीत गाइदिनुको लागि हार्दिक अनुरोध गर्दछु ल गाइदिनुस् त एउटा गीत ए रतुवाले पानी खायो गाई मर्याका खोला ओहो क्यामेराले देखाइदियो भुइसा जस्ता खोला ओहो अगाडि भैँसी पनि हेर्न सक्नुहुन्छ फेरि हामीहरु चाहिँ आइसकेका छौं रेडियो नेपालतिर हजुरहरूले पनि देख्न सक्नुहुन्छ तर आज चाहिँ धेरै मान्छेहरु छैन क्या हो दीपक आ धेरै मान्छे छैन क्या हो अब हामी जस्तै त ह्यान्डसम स्वाक्ता केटाहरु आइराछन् अलि हामी धेरै ह्यान्डसम भयो क्या हो उडाइदिन अब हामी त उडाइदिन्छौँ अब विश्वास छैन हामीहरु आउँदा चाहिँ रेडियो नेपाल पुरै खाली छ त यार दाजुहरुको भेरी मान्ने कौना केटी मन परि तलाई आदो लगा केटी मन परि मलाई बाप को भेज तेरे बस की बात नहीं
आन्टी हामीहरू चाहिँ यहाँ आएको छैन है ल, हामीहरू पहिलोचोटि आएको है। तपाईँले यस्तो बोल्न पाउनु हुँदैन, हामीहरूलाई चाहिँ राम्रो मुखले भन्नु कि आन्टी होइन, राम्रो मुखले भन्नु, हामीहरूलाई बिर्स दिन पाउँदैन त्यस तरिकाले चाहिँ भन्नुहोस् होइन। पहिला भित्र जाने टिकटक बनाउने मान्छे धेरैहरू अहिले हेर्नु आज 3 दिनमा अस्ति सोमबार हिजो त 7 बजेसम्म मान्छे यहीँ छन् अरे। हामीहरू चाहिँ पहिलोचोटि आएको, हामीहरूलाई अन्ति थाहा छैन यस्तो कुराहरू चाहिँ होइन, तर चाहिँ हामीहरू चाहिँ हेर्नको लागि आएको। बाघ लिएर यहीँ राखेका छन्, 2टा पुलिस यता 2टा पुलिस उता गएर त्यो सबै मान्छेलाई जम्मा गरेर त्यही कलकत्ता गरिदिए। म्याडम तपाईँ सडकमै हुनुहुन्छ, हामीलाई एकपल्ट जानकारी नै पुलिस भनेर यहाँ सेभ गरिदिएको छ, त्यही नम्बरमा फोन गरिदिनु भनेको मलाई। हामीहरू चाहिँ आन्टी यसरी नरिसाइदिनु, हामीहरू पहिलोचोटि आएको आन्टी होइन। तपाईँ केटाहरू मात्रै जानुहुन्छ भने चाहिँ तपाईँहरू जानु होइन आन्टी, हेर्नु यता हेर्नु, हामी केटाहरू मात्रै त्यहाँ भित्र गएर त्यस्तो केटीहरू हाम्रो छैन कि आन्टी। तपाईँहरू केटाहरू मात्रै जानुहुन्छ होइन, केटीहरू चाहिँ रहेछन् भने पो अनि पुलिसले यस्तो अर्थमा हामीलाई नै बोलाइदिनु होला है, जरिमाना तिर्नु लगाएर हामीलाई नै बोलाइदिनु होला। ल हुन्छ हुन्छ, आफ्नै आफ्नै आन्टी भएर पनि यस्तो गर्नुहुन्छ तपाईँ। हामीहरूको यस्तै जानुपर्छ हेरौँ ल, जाऊ न यहाँ सब फटाफट छिटो। हरि जा बाबु, अलिक मजाले छिर ल, लाने ल ल हाम्रो त आउँदै हुनु त ल। हाम्रो एक्साइटेड, हामीहरू चाहिँ गन्तव्यमा पुगिसकेका छौँ है। 2जना केटीहरूलाई पनि देख्न सक्नुहुन्छ, तर हिजो अस्ति डेटिङ बस्नेको यहाँ धेरै भिड हुन्थ्यो, तर हिजो चाहिँ के आइदिन्छ अरे पुलिसहरू आएर चाहिँ थोरै अलि नियन्त्रणमा रहेछ। तपाईँहरूलाई देख्नुहुन्छ अरू त धेरै खाली रहेछ यहाँ। अलि हामीहरूले पनि भिडियोबाट हामीहरूले चाहिँ एकदमै भाइरल भएको देखेर नै यहाँ आएको। भाइहरू चाहिँ अस्ति भर्खर आइसकेको थियो होइन, तिमीहरू अस्ति भर्खर आइसकेको थियो, तर यिनीहरू आउँदा चाहिँ लास्टै धेरै थियो अरे मान्छेहरू। तर आज चाहिँ यहाँ हामी आउँदा चाहिँ के भएको खोइ कोही पनि छैन। तर फेरि यहाँ के रहेछ भनेपछि थोरै जानकारी गराइदिउँ सबजनालाई, सुर्खेतमा बस्नुहुने यहाँ बाहिरबाट देखेर आउनुहुने सम्पूर्णलाई है। हिजोदेखि चाहिँ यहाँ पुलिसहरू आएर अलिक थोरै बढी यहाँ डेटिङ बस्नेको ऊ भएछ, भिडभाड धेरै भएको कारणले गर्दाखेरि चाहिँ अलिकति निरन्तरमा लिनको लागि। तर यहाँ चाहिँ अलिक के रहेछ अरे यहाँ अलि भित्र नआउनु दिनको लागि। ए यहाँ चाहिँ यो धेरै मान्छेहरू भएर खासै यो चाहिँ इलिगल हो क्या, यहाँ चाहिँ अब यत्रो टावरहरू छ नि त। तर चाहिँ यो चाहिँ विशेष गरी यो पहिला तपाईँहरूले पनि सुन्नु सक्नुहुन्थ्यो धेरै पहिला, यो रेडियो नेपाल हो। तर यो रेडियो नेपालमा चाहिँ यो धेरै दिन भइसकेको छ। यहाँ रेडियो नेपालमा धेरै अलिकति अपराधजनक कामहरू चाहिँ भइरहेको रहेछ। तर चाहिँ हिजोबाट चाहिँ पुलिसले अलिक थोरै नियन्त्रण केटीहरू गरिसकेपछि अलि उ गरेको कामहरू गरेछ। हाम्रो यो हामीलाई देखेर चाहिँ उ गरिरहेछ उसले, ठिक छ। हामीलाई देखेर उहाँ चाहिँ आइसक्नु भयो। हामीलाई यहाँभित्र यस्तो गर्नु पाउनु हुँदैन, सायद यस्तै यही भन्नुको लागि आउनु भएको होला। तर चाहिँ जति पनि थाहा पाउनुहुन्छ तपाईँहरू चाहिँ यहाँ नआउनु होला अबदेखि। अब चाहिँ यहाँ धेरै गाह्रो रहेछ है। के गर्दैछ हौ तिमीले चाहिँ के गर्दैछ त्यहाँ? साथी भनेको यस्तो लोयल हुनुपर्छ अनि आफ्नो साथीको लागि जे पनि गर्न तयार। दुईजनाले चर्टीको लागि भिडियो गराउँदैछन् नि गाइस। फाइनल चाहिँ एउटा हामीसँग एउटा प्रब्लम भइसकेको छ। हामी चाहिँ भर्खर यता आएर चाहिँ 5 मिनट पनि भएको थिएन है। अनि यहाँ चाहिँ प्रहरीहरू आएर चाहिँ यहाँ चाहिँ धेरै मान्छेले सायद पहिला केही त्यस्तो हरकत गर्नुभएको थियो होला, जस कारणले गर्दा चाहिँ अहिले चाहिँ हामीतिर आउनु चाहिँ एकदम बिल्कुल मनाइ छ। अब चाहिँ हामी चाहिँ घरतिर फर्किँदैछौँ भनौँ। 5 मिनट पनि भएको थिएन गाइस, अहिले रमाइलो अब गर्नको लागि आइरहेको थियौँ हामी भर्खरै। तर हामीलाई चाहिँ डिस्टर्ब गरियो, केही कामहरू चाहिँ नराम्रो भयो होला, त्यसै कारणले गर्दा चाहिँ हामीलाई यस्तो भनिएको छ यहाँ। अब खास गरेर आज डेटिङ आउने मान्छेलाई चाहिँ एउटा कुरा भन्छु, हुन्छ राम्रोसँग ध्यान गरेर काम गर्नु होला। हामी जस्तो सोझा सादा हेर्ने एकदम हामीहरूलाई चाहिँ अहिले धेरै बेरसम्म भित्र बस्नु पनि दिएन। हामीहरूलाई चाहिँ यहाँ धेरै प्रब्लम भइसकेर चाहिँ यहाँभन्दा पहिला पनि यहाँ डेटिङ बस्ने मान्छेहरूलाई चाहिँ धेरै अनेक तरिकाका चाहिँ नराम्रो कामहरू गरिदिएर अलिकति धेरै समस्याहरू भइसकेको छ यहाँभित्र। त्यसै कारणले गर्दा चाहिँ हामीहरू थोरै समय लिएर यहाँ आएको थियौँ। तर 5-10 मिनट रमाइलो गर्नुपर्छ भनेर यहाँभित्र आएको थियौँ। तर हामीलाई चाहिँ त्यो माहौल पनि मिलेन। ठिकै छ,
हामीहरू चाहिँ के छैन एकछिनको खुसी पनि लुटिदियो यिनीहरूले अब के भन्नु अब गिटार सिटार ल्याएर टक्क भाइहरू एकदमै मजाले पुरै उले आइरहेको थियौँ हामीहरू चाहिँ के गर्ने भाइहरू अब आफ्नो जस्तो अनुहार लगाउने यस्तो गाइस उहाँहरूको गल्ती पनि भन्न मिल्दैन हैन गल्ती भन्न मिल्दैन सबैले तर यहाँ चाहिँ आउने मान्छेहरू चाहिँ यहाँको टाइम हुँदो रहेछ र यहाँको मान्छेहरूले चाहिँ अलिकति नराम्रो कामहरू गर्दैछ त्यसै कारणले गर्दाखेरि चाहिँ गाह्रो भएछ भर्खरै हामीलाई लुटियो भाइ देखा त पानीको बोतल गाइस हेर्नु न पानीको बोतल हामीलाई चाहिँ कति गरे 30 रुपैयाँ 30 रुपैयाँ गरे हामीलाई पनि हुन्छ र भने लुट्यो भने चाहिँ अरूमा हामी कति लुट्यौँ हामीले पहिला बाख्रा चलाउने ठाउँहरूमा अहिले यस्तो यस्तो घरहरू बनिरहेछ यार बाटो बनिरहेछ ग्राइबलहरू बनिरहेछ हामीले पहिला खेल्ने नाच्ने ठाउँमा गोठा लाउँदा रमाइलो गर्ने झिस्किने ठाउँहरूमा यो ठाउँ लास्टै रमाइलो गरिन्थ्यो पहिला अहिले पनि यो सिजन नै हो यो खलरेडीको टाइममा बाख्राहरू चाहिँ चराउने गर्छ गोरुहरू ल्याएर रमाइलो गर्छन् मान्छेहरू कस्तो आनन्द हावाको हावा पनि चल्छ मजा आउँछ यो ठाउँमा पहिला अर्कै थियो अहिले दुनियाँ नै अर्कै भइसक्यो भोक पनि लाग्यो केटाहरू चाहिँ चाउचाउ बनाउँदैछन् अरू धेरै चाहिँ खानेकुराहरू चाहिँ खान सकिएन यो चाहिँ फेरि आफ्नै धुनमा छ फेरि यो कसको धुनमा कसको यादमा आउँछ केटा यादमा हुनुपर्छ कसैको सर्प देखेको केटाले साथै गजेछ मजाले बनाऊ है केटा मजाले बनाऊ कि सुर्खेतको भ्यू हेर्दै वरिपरि सहरले घेरिएको बिचको ठाउँ हेर्दै तपाईँहरूको साँझ चाहिँ एकदम साँझको बेला होइन तपाईँहरूलाई चाहिँ एकदमै राम्रो मिठो गीतको साथमा हाम्रो काकु करण विश्वकर्मा तेल बजार लै सम्झनामा हजार माटैको सिरानी नौली बहिनी लै गरौँ चिन्जानी खोटाङ जिल्ला दिक्तेल बजार मखमली पछौरीले सानो मोहार छोपेको लाग्दछ बादलभित्र जुनै हो कि लुकेको गाह्रो छ यो रात आज किन लामो लाग्दैछ कोस्ट फेरिसके तर निन्द्रा लाग्दैन खुनिनहरू द रियल क्रिउ भन्ने आएन है यिनीहरू फोन गरे यिनीहरू केटाहरू हुनु अरे होइन अहिलेको फेमस अहिलेको चलेको केटाहरू चल्दो बल्दो यतिको पारा चाहियो है केटा गाइस न्यू भिडियो काला रिटर्न्स भोलि साँझ 7 बजे एकखेर राति हो कहाँ हो कहिले हो द रियल क्रिउमा आउँछ कति बजे हिँड्दैछ भोलि अब 6 बजे आइपुग्छ होइन 6 बजेतिर आइपुग्छ उसलाई पनि सपोर्ट गरिदिनु माया गरिदिनु है मलाई पनि सपोर्ट गरिदिनु पहिलोचोटि हो टिम नै हो सब ग्रुपलाई चाहिँ माया गरिदिनु सपोर्ट गरिदिनु मलाई पनि गर्नु यिनीहरूलाई चाहिँ माया गर्ने मान्छेहरूले चाहिँ मलाई पनि गरिदिनु ल आजको हाम्रो दिनभरिको भिडियो हेरेर तपाईँहरूले आनन्द पनि लिनुभयो होला रमाइलो पनि गर्नुभयो होला आजको बल्ल यहीँ इन्ड गर्न चाहन्छु त्यसको लागि धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा माया गरिदिनु होला नयाँ हो च्यानल है माया र सपोर्ट गरिदिनु होला लाइक पनि गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला र अर्को च्यानलबाट द रियल क्रिउबाट काला भन्ने यिनीहरूको भिडियोहरू आउँदैछ यिनीहरूलाई पनि माया र सपोर्ट गरिदिनु होला है गाइज आजको भ्लग यहीँ गिर्नु चाहन्छु थ्याङ्क यू सो मच गाइज थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइस बिरबल नेपाली ब्लग्सलाई सपोर्ट गरिदिनु होला गाइस बाई बाई गाइस बाई